टाशीदेलेक नमस्ते। तिब्बत को नेपाली प्रसारणमा स्वागत छ। यस सप्ताहको तिब्बत परम पावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ मल्लिरो साङपो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। तिब्बत सम्बन्धी सामग्री विचारमा साझा गरेकोमा तिब्बती गुमन्तेलाई जेल। UNHRCमा तिब्बतीहरू विरुद्ध चीनको मानवाधिकार उल्लङ्घनको बारेमा सबै देशहरू चिन्तित। टफ्ट युनिभर्सिटीले कन्फ्युसियस कलेज संस्थान बन्द गर्ने निर्णय। निर्वाचन आयोगले 2021 सिटौं तथा 17औं तिब्बती संसदीय चुनावका लागि अन्तिम उम्मेदवारहरूको सूची घोषणा। जापान बुङ्गाजिन सांस्कृतिक च्यानलले तिब्बती मुद्दामा छलफल। तिब्बत सूचना कार्यालय क्यानबेराले तिब्बती परिचय बारे एक पुस्तकको प्रकाशन। अब समाचार विस्तारमा। 51 वर्षीय तिब्बती घुमन्ते टासी ग्याललाई तिब्बतको परम्परागत आम्दो प्रान्तको गलोक प्रिफेक्चर मध्यवर्ती अदालतले अलगाववादलाई उक्साउने र राष्ट्रिय सुरक्षालाई नै खतरामा पार्ने आरोपमा 1 वर्षको जेल सजाय सुनाएको छ। रिपोर्टका अनुसार टासी ग्याललाई 2015मा विचरमा दलाई लामा ज्यू, केन्द्रीय तिब्बती प्रशासनका प्रमुख डाक्टर लोब्सा सिङ्गे लगायत तिब्बत सम्बन्धी जानकारी साझा गरेको आरोपमा गत वर्षको मई 30 तारिकमा पक्राउ गरेको छ। संयुक्त राष्ट्र मानव अधिकार परिषदको 46औं अधिवेशनमा अमेरिका, क्यानाडा र युरोपेली देशहरूले तिब्बतीहरू विरुद्ध चीनको व्यवस्थापिक मानव अधिकार उल्लङ्घनमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो। तिब्बती र युगुर विरुद्ध भएको मानव अधिकार उल्लङ्घनको निन्दा गर्दै चीनले मानव अधिकारको पक्षमा उभिएकाहरूलाई पक्राउ गरेको बारे विशेष चिन्ता उठाउनुभयो। In China, there are deeply troubling reports of deaths in custody of Tibetans. We continue to be gravely concerned with the treatment of Uyghurs and call for independent observers to be given unfettered and meaningful access to the Xinjiang Uyghur Autonomous Region. We call for meaningful access for independent observers, including the High Commissioner, and to respect the rights of minorities, including in Xinjiang and Tibet. ती देशहरूले मनमानीका साथ हिरासतमा लिएका मानव अधिकार रक्षकहरूको रिहाईको लागि आग्रह गर्नुभयो। धर्म वा विश्वासको स्वतन्त्रता, आन्दोलनको स्वतन्त्रता, संगठन र अभिव्यक्ति जस्ता गम्भीर मानव अधिकार उल्लङ्घनका बारेमा प्रकाश पर्दै उच्चायुक्त लगायत स्वतन्त्र पर्यवेक्षकहरूको अर्थपूर्ण पहुँचका लागि आग्रह गर्नुभयो। जातीय विभेद उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसमा तिब्बत ब्युरो जिनेवाले संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद लगायत संयुक्त राष्ट्र सङ्घलाई तिब्बती विरुद्धको प्रजातन्त्रवादी जातीयता विभेदलाई सम्बोधन गर्न चीन सरकारलाई अपिल गर्नुभयो। आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्बन्धी संयुक्त राष्ट्र समितिले तिब्बत र तिब्बतीसँग सम्बन्धित 50 लाखभन्दा बढी तिब्बतीलाई सैनिक बलपूर्वक श्रम शिविर बारे, तिब्बती गुमन्तेहरूको जबरजस्ती पुनर्वास सम्बन्धमा भएको उल्लङ्घनका रिपोर्टहरू र तिब्बतीहरूको संस्कृति, धर्म र भाषाले उन्मूलन गर्नका प्रयासहरूबारे चिनिया सरकारले प्रश्न गरेको छ। गत बुधबार टफ्ट विश्वविद्यालयले कन्फ्युसियस संस्थान जुन चिनिया सरकारको आर्थिक सहयोगमा विवादस्पद भाषा र सांस्कृतिक अपहरण केन्द्र रहेकोले त्यसलाई बन्द गर्ने घोषणा गरेको छ। स्वतन्त्र तिब्बतका लागि विद्यार्थीहरूको एक प्रेस विज्ञप्तिको अनुसार कन्फ्युसियस कलेजलाई बन्द गर्ने अभियान 2 वर्ष लामो समयदेखि भएको थियो र आयोजकहरूले लगातार 13 हप्तासम्म त्यो संस्थान बन्द नभएसम्म विरोध प्रदर्शन गरेको थियो। यो संस्थान संयुक्त राज्य अमेरिकामा रहेको 50 भन्दा बढी मध्ये एक रहेको र यी संस्थानहरूले विदेशमा सेन्सरशिपलाई बढावा दिनु र मानव अधिकार हनन गर्ने भएकोले वर्षको लागि बहसको स्रोत भएको थियो। केन्द्रीय तिब्बती प्रशासनको निर्वाचन आयोगले 2021 को सिटौंको आम चुनाव र 17औं तिब्बती संसदका सदस्यहरूका अन्तिम उम्मेदवारहरूको सूची घोषणा गर्नुभयो। आयोगले यो पनि सूचित गर्नुभयो कि चुनाव अभियानको आधिकारिक समय 19 दिन रहने र 8 अप्रिल साँझ 5 बजेसम्म प्रभावकारी रूपमा बन्द हुनेछ। 2021 सालको आम चुनाव 17औं तिब्बती संसदका सदस्यहरूका लागि तिब्बती नेतृत्वको तेस्रो प्रत्यक्ष निर्वाचन हो, जुन 2011मा परम पावन दलाई लामा ज्यूले राजनीतिक अधिकारको पूर्ण विघटन गर्नुभएको थियो। जापान बुङ्गाजिन सांस्कृतिक च्यानलको प्यानलले तिब्बतको मुद्दामा छलफल गरेको थियो, जहाँ जापानी पेरेनिस्टहरूले तिब्बती स्वतन्त्रता र
न्यायको लागि सङ्घर्षमा समर्थन रहेको व्यक्त गर्नुभयो। उक्त प्यानलमा एमसीका राजनीतिक विश्लेषक श्री काटो कियोटाका, संसद सदस्य श्री नागाउ टाकासी, लेखक र व्याख्याता बान्दो तातानोबु र विधेयी सदस्य योशिदा कोइचुरु नाकानुकु हुनुहुन्थ्यो। प्रतिनिधि आर्यले सदस्यहरूलाई तिब्बतको वर्तमान अवस्थाबारे सम्झाउँदै सन् 1960 को सांस्कृतिक क्रान्तिको समयसँग मिल्दोजुल्दो छ भन्नुभयो। उनले तिब्बतमा सैन्यकरणको बारेमा बोल्दै यस क्षेत्रमा मानव अधिकार, धार्मिक र सांस्कृतिक स्वतन्त्रताको घोर उल्लङ्घन भएको बताउनुभयो। प्यानलले तिब्बतको आत्मदाहको अवस्था र परमपवन दलाइ लामाज्यूको पुनर्जन्मको बारेमा छलफल पनि गर्नुभएको थियो। तिब्बत सूचना कार्यालयले यस हप्ता बुधबार तिब्बती जनताप्रति उद्धार सहयोगको लागि अस्ट्रेलियाका सरकार र जनतालाई धन्यवाद दिँदै अस्ट्रेलियामा तिब्बती पहिचान बनाउँदै शीर्षकमा एउटा पुस्तक प्रकाशित गरेको छ। यस पुस्तकको उद्देश्य अस्ट्रेलिया र न्युजिल्यान्डमा विगत 60 वर्षमा भएको तिब्बत सम्बन्धी सबै मुख्य घटनाहरू कभर गर्नु हो। परमभवन दलाइ लामाज्यूको अस्ट्रेलिया भ्रमण र तिब्बतका लागि अस्ट्रेलियाली सर्वदलीय संसदीय समूहको गठनबाट सन् 1986 मा पेन्चेन रिम्बुछे ज्यूद्वारा अस्ट्रेलियाको ऐतिहासिक यात्रासम्म भएको घटनाहरू कभर गरिएको छ। 2018 मा केन्द्रीय तिब्बती प्रशासनको निर्देशनमा तिब्बत सूचना कार्यालयले सुरु गरेको थ्याङ्क यू अस्ट्रेलिया अभियानको अंशको रूपमा यो पुस्तक प्रकाशित गरेको थियो। यसलाई डाक्टर एना एलम्स र जिङ्मे पासाङले सम्पादन गरेका छन्। हस् त आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेले नमस्ते।